जुमलेखा जुमलेखालाई नेपालीमा समाज अथवा समुदाय भनिन्छ भने अङ्ग्रेजीमा सोसाइटी अथवा कम्युनिटी भनिन्छ। ययोखा ययोखालाई नेपालीमा कार्यालय भनिन्छ भने अङ्ग्रेजीमा यसलाई अफिस भनिन्छ। खिम खिमलाई नेपाली भाषामा भवन अथवा घर भनिन्छ भने अङ्ग्रेजीमा यसलाई बिल्डिङ अथवा हाउस भनिन्छ। तुमसबु तुमसबुलाई नेपाली भाषामा अगुवा भनिन्छ भने अङ्ग्रेजीमा यसलाई लिडर अथवा गाइड भनिन्छ। मखम मखमलाई नेपाली भाषामा मन्दिर भनिन्छ भने अङ्ग्रेजीमा यसलाई टेम्पल भनिन्छ। खम खमलाई नेपाली भाषामा ठाउँ भनिन्छ भने अङ्ग्रेजीमा यसलाई प्लेस भनिन्छ। निनाबुङ निनाबुङलाई नेपाली भाषामा भगवान भनिन्छ भने अङ्ग्रेजीमा गड भनिन्छ। नामतौपा र नामतौमा जसलाई नेपालीमा बेहुला र बेहुली भनिन्छ भने अङ्ग्रेजीमा ब्राइड एन्ड ग्रुम भनिन्छ। बुङ्गाखा बुङ्गाखालाई नेपालीमा बगैँचा भनिन्छ भने अङ्ग्रेजीमा यसलाई फ्लावर गार्डन भनिन्छ। बुल्लु बुल्लुलाई नेपाली भाषामा पैसा भनिन्छ भने अङ्ग्रेजीमा यसलाई मनी भनिन्छ। बुल्लुमी अथवा चसुमी जसलाई नेपालीमा धनी भनिन्छ भने अङ्ग्रेजीमा रिच भनिन्छ। ररिउक अथवा निन्छारु जसलाई नेपालीमा गरिब भनिन्छ भने अङ्ग्रेजीमा यसलाई पोर भनिन्छ। बुमी बुमीलाई नेपाली भाषामा केटा साथी भनिन्छ भने अङ्ग्रेजीमा यसलाई मेल फ्रेन्ड भनिन्छ। चोमे चोमेलाई नेपाली भाषामा केटी साथी भनिन्छ भने अङ्ग्रेजीमा यसलाई फिमेल फ्रेन्ड भनिन्छ। र्यामा र्यामालाई नेपाली भाषामा चिहान भनिन्छ भने अङ्ग्रेजीमा यसलाई ग्रेब भनिन्छ। सेपा सेपालाई नेपाली भाषामा रात भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई नाइट भनिन्छ। लेपा लेपालाई नेपाली भाषामा दिउँसो भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई डे भनिन्छ। माकाचुचु माकाचुचुलाई नेपाली भाषामा अँध्यारो भनिन्छ भने अङ्ग्रेजीमा यसलाई डार्क भनिन्छ। चुङ्गा चुङ्गालाई नेपाली भाषामा जाडो भनिन्छ भने अङ्ग्रेजीमा यसलाई कोल्ड भनिन्छ। हल्लुमा हल्लुमालाई नेपाली भाषामा तातो भनिन्छ भने अङ्ग्रेजीमा यसलाई हट भनिन्छ। मिना मिनालाई नेपाली भाषामा मानिस भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई पिपल भनिन्छ। खमवा खमवालाई नेपाली भाषामा मदिरा भनिन्छ भने अङ्ग्रेजीमा यसलाई वाइन भनिन्छ। छनुवा अथवा उम्मा जसलाई नेपालीमा जाँड भनिन्छ भने अङ्ग्रेजीमा यसलाई बियर भनिन्छ। दवङ्गा दवङ्गालाई नेपालीमा उभौली भनिन्छ भने अङ्ग्रेजीमा यसलाई स्टार्ट समर भनिन्छ। ददाता ददातालाई नेपालीमा उधौली भनिन्छ भने अङ्ग्रेजीमा यसलाई स्टार्स विन्टर भनिन्छ। यलद यलद भन्नाले यलम्बर सम्बन्धलाई बुझिन्छ भने अहिले यलद 50-85 हो।